हाई गाइज, हामी चाहिँ गोदावरी हिँडेको। म कस्तो नराम्रो देखिरहेको छु। क्यामेरा त्यस्तो हो कि म त्यस्तो हो कि। यो चाहिँ गोदावरी जाने बाटोमा खानेकुराहरू चाहिँ यहाँ प्रशस्तै छन्। अन्त हाम्रो गीता दिदी खानेकुरा बोकेर हिँड्दै हुनुहुन्छ। यो चाहिँ गोदावरी जाने बाटो हो। राम्रो छ बाटो चाहिँ। हाम्रो टोलीहरू चाहिँ यहाँ अगाडि हिँड्दै हुनुहुन्छ। आज बिदाको दिन भएर होला मान्छेहरू चाहिँ एकदम धेरै देखिरहेको छु मैले यतातिर। ल हामी चाहिँ गोदावरी आइपुग्यौँ। अब यो चाहिँ छिर्ने ठाउँ हो। यता टिकट काट्ने ठाउँ छ। यता खानेकुराहरू, बाइक पार्किङहरू। यहाँ चाहिँ एकदम धेरै भिडभाड रहेछ कि बिदाको दिन भएर होला। अब हाम्रो यहाँ टिकट काट्न जानुभएको छ। हामीले चाहिँ खानेकुराहरू घरमै बनाएर लिएर आएको छौँ यहाँ बसेर खाने भनेर। अब धेरै भिडभाड जस्तो होला जस्तो छ। खै हेरौँ। यो चाहिँ भित्र छिर्ने ठाउँ। फाइनली हामी गोदावरीभित्र छिर्यौँ। यो चाहिँ हाम्रो ग्रुप हो, दिदी भाइ बहिनी गीता दिदी। अब चाहिँ फाइनली हामी गोदावरीभित्र छिरिसकेको छौँ। अब हामी ठाउँ खोज्दैछौँ कता बस्ने भनेर। हामीले चाहिँ खानेकुराहरू बनाएर लिएर छौँ। अब हामी तर चाहिँ होस् गोदावरी एकदम हरियाली राम्रो छ। तर बाहिर भिडभाड देखे पनि भित्र चाहिँ त्यस्तो धेरै भिडभाड रहन्छ। हाम्रो दुईजना टोलीहरू चाहिँ पुरै अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ अलिक पछि पछि छौँ। मान्छेहरू यता हुनुहुन्छ। हेलो, हाम्रो टोलीहरू के छ? यो चाहिँ गोदावरीको गार्डन है। अब हामी चाहिँ यहाँनिर बस्छौँ। अनि हाम्रो अरू टोलीहरू चाहिँ आउँदै हुनुहुन्छ उताबाट। यस्तै छ हाम्रो। यति खानेकुरा बोकेर आएको छौँ। थाहा छैन हामीले खाइसक्छौँ कि सक्दैनौँ। अनि हामी सँगसँगै उहाँ एकजना पनि आएर हामीलाई कुरेर चाहिँ हामीले खानेकुरा लिएर आएको। यो चाहिँ आलु, केराउको दाना, मुला हालेर बनाएको अचार। यो सुन्तला, यो अमला, यो मुलाको अचार, यो टोफु, यहाँ प्राउन छ, यो चाम्रे। यहाँ चाहिँ आज माघे सङ्क्रान्ति पनि हो नि त, त्यही भएर भुजाको डल्ला, तिलको डल्ला छ। यो हाम्रो प्लेट हो। अनि यहाँ ढुङ्ग्री छ, यहाँ स्प्राइट, यहाँ चिप्स छ। अनि यहाँ हामीले चिकन पनि लिएर आएको थियौँ। तर चिकन अहिले यहाँ चाहिँ चिकन छ। अनि अब हामी खाने तयारीमा छौँ। चाहिँ गीता दिदी चाहिँ हामीलाई खान दिन लाग्दै हुनुहुन्छ। यहाँ गङ्गा दिदी, सब भाइ, सुत्ता पछि खामलाई धेरै पिरो छ। के रे धुनु जान्छ। चम्चा चाहिँ खोइ। हेलो। नदेखिनु भयो नि त। टाइम ल्याप्स हैन? हैन। यो टाइम ल्याप्स राख्नु पर्छ। हेल्प गर्नुपर्छ। अर्को चाहिँ सर्भ गर्नलाई। यो यसलाई दुईटा दुईटा। हाम्रो सर्भ हुँदैछ। यहाँ चिप्स पनि दिइदैछ। दिस इज टोफु। न टोफु भन्ने। यो न टोफु, गरिबको पनिर।
यो चाहिँ चिकन चिकन भनेको के हो अरे दिदी राङ्गा होइन हौ ठुलो कसी भनेको त्यो ठुलै हो कि हाम्रो पिकनिक चाहिँ सकियो अब है तनाउ उठाउने कार्यक्रम चल्दैछ अब हामी यसो एकछिन घुम्छौँ अनि फोटोसोटो खिच्छौँ त्यस पछाडि अब चाहिँ हामी फोटो खिच्नलाई यसो रेडी भएको अब हामी 2-4 फोटो खिच्छौँ अनि जान्छौँ यो चाहिँ गोदावरीको गार्डन हो हामी चाहिँ बसेर खानासाना खाएर हामीले अब खानेकुराहरू खाइसकेर अब हामी एक फेर घुम्ने भनेर यतातिर आएको यहाँ चाहिँ घाम नै लागिरहेछ अलिअलि यहाँ चाहिँ पुरै खोलामा पानी छ कि छैन भनेर खोजी कार्य हुँदैछ केटा दिदी चाहिँ त्यहाँ पुरै पानी भट्टाउन जाँदै हुनुहुन्छ दिदीहरू पनि यता हुनुहुन्छ गोदावरी घुम्न आएको मान्छेहरू यहाँ पुरै पानीमा पानी फालाफाल गरेर बस्दै हुनुहुन्छ अब चाहिँ हामी बाहिर निस्किनु लगाएको सिटी बजाइसक्यो बाहिर निस्किनु भनेर पहिला पहिला चाहिँ अलि ढिलोसम्म खुलेको जस्तो लाग्थ्यो अचेल भए 4 बजी नै बन्द हुने रहेछ गोदावरी चाहिँ त्यही भएर अब हामी निस्किने हो बाहिर सबैजना मान्छेहरू निस्किँदै हुनुहुन्छ ल हामी चाहिँ घुमेर पनि निस्किनु लाग्यो अब आगमनको लागि धन्यवाद गोदावरीबाट निस्किने मान्छेहरूको भिड हो आज चाहिँ यति धेरै भिड रहेछ कि कुरा गरेर सक्दै छैन